नमस्ते सबैजनालाई। आज कुशे औँसी आमाको मुख हेर्ने दिन, मदर्स डे। नामहरू फरक फरक भए पनि दिन एउटै हो। र तपाईँहरूलाई म के भन्न चाहन्छु भने हुनु र नहुनुले धेरै अन्तर पार्छ जिन्दगीमा। र भनिन्छ जीवनमा जे हुँदैन त्यसको महत्त्व अत्याधिक हुन्छ। तपाईँहरूले मेरो अन्तर्यलाई बुझिसक्नु भएको छ। मृत्यु पश्चात पिण्डदान गर्नु आस्था हो, तर जीवित रहँदा साथ हुँदा साथ दिनु, सहयोग गर्नु, सम्मान दिनु वास्तविकता हो। र म तपाईँहरूलाई भन्न चाहन्छु वास्तविकतामा जिउँ हामीले वास्तविकतामा जिउनुपर्छ। जननी, भूमि, प्रकृति र आमाको महत्त्व आज एक दिन मात्र होइन, वर्षको 365 दिनै बरकरार रहनुपर्छ। आज आमाहरूको लागि विशेष दिन। सम्पूर्ण संसारमा रहनुभएका सम्पूर्ण आमाहरूप्रति हार्दिक शुभकामना र दिवंगत आमाहरूप्रति श्रद्धासुमन व्यक्त गर्दै आजलाई बिदा हुन चाहन्छु। हस्त, नमस्कार।